लगभग अन्तिम होला हौ यो टमाटर टिप्नु चाहिँ अन्तिम भइसक्यो। अब चाहिँ सबै खुलिसकेछ है साथीहरू, सबै यस्तो धुम्मा भइरहेको छ। हिउँ पर्नुलाई एकदम रेडी भयो है साथीहरू। यो अमेरिकाको मेरिल्यान्डमा पनि यस्तो भइसकेको छ है सबै। अब चाहिँ मरेको सबै अब यसरी खुलिएर गइसक्यो टमाटरहरू। अब चाहिँ यो टमाटर अन्तिम फल्नु चाहिँ फल्दै नै थियो, तर मसिनो खाले टमाटर भए पनि मजाले फल्दै थियो। जस्तै कति मजाले फुक्का फुक्का फलिरहेको छ नि, तर अब के गर्नु, अब इम्पोर्टमा आँटिहाल्यो। त्यसले गर्दा आज चाहिँ म यो अन्तिम टिप्दैछु। सायद अब अन्तिम हुन्छ होला कि अब त्यही भएर फल्छ कि एक सालसम्म, तर फल्दैन। सबै बोटै फुलिएर गइसक्यो टाकटुकै। यस्तो मजाले झुप्पा झुप्पा फल्दै थियो, तर अब सकियो। यस्तो छ है साथीहरू, अब सकियो। अमेरिकामा हिउँले सबै सक्ने भइहाल्यो। अब यो पहिलो हरियै छ खासै। अब यो पहेँलो पाकिसकेको छैन, यो हरियै छ। यो हरियो पनि टिप्नै पर्ने होला जस्तो छ। के गर्ने, यो सायद पाक्नु पाउँदैन होला। यसले सबै यसरी मजाले फलिरहेको छ। के गर्नु अब भुँडी पनि झरेछ, सबै झरेछ नि। कतिको कति यो हिजो अस्तिको दिन हावा ठुलो ठुलो आएको थियो, त्यसले गर्दा सबै भुइँभरि झरेछ। सबै भुइँभरि झरेको, पाकेको मजाले पाकेको कि सबै झरिरहेछ, भुइँभरि झरेछ। भुइँको त नठिक्नु होला हौ,